गाइज बाहिर चाहिँ यस्तो रहेको छ है। अहिले चाहिँ कति बज्यो भन्दा ठ्याक्कै होइन अहिले चाहिँ 5:24 भएको छ होइन। तर 5:24 मा यस्तो टाइपको नजारा छ होइन। यहाँ मुन अझै बाँकी छ होइन। यहाँ छ अरू देखिन्न होला तर ल ठिकै छ दामी छ है। गुड मर्निङ एभ्रिवान। बास बाहिर लास्ट यो गाइज बाहिर चाहिँ One, two, three, 1 2 3 ल फेरि अस्तिको जस्तै होला नि भाइ। ल यो चाहिँ हाम्रो मेहनतको फल हो है गाइज। यसलाई चाहिँ पिङ भनिन्छ भन्न नि दामी हलाउँछ बच्चै छ अनि कहाँ आजकल पिङमा धेरै मान्छे छैन यार। के हो पानी झर्ला आकाश फटाएर यस्तो टाइपको। ल अब चाहिँ किनकि मेरो मोबाइल स्विच अफ हुन लागेन 3% छ गाइज। यस्तो घुमेर आएको थियौँ यतातिर। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। जसले समय हेरिदिनु भयो सबैलाई धन्यवाद। अनि आज चाहिँ सानो एउटा कन्टेन्ट थियो त्यो कन्टेन्टलाई चाहिँ हल्का पुरा गर्न सबैले मामु गइसक्नु भएछ होइन। अनि अब बिस्तारै आउँदै गर्छ सकिया जति गर्ने हो। त्यसैले लाइक कमेन्ट सब्सक्राइब होइन सेयर त अब पक्कै पनि गरिन्न होला त्यही नै ठिकै छ। लाइक कमेन्ट सब्सक्राइब गरौँ। ल अब यति भन्दै म सुमित थापा जय सम्भव धन्यवाद। जय नेपाल।